त्यता अर्दैन नि भयो अनि जान लागेको के ठाउँको नाम के अरे बाबु सिग्लेस जान लागेको छु अब के मिनेटमा हामी चाहिँ हिँड्न लाग्यो गाइस अब चाहिँ हामी सिग्लेसको यात्रा आजलाई हैन अहिले कति बजे 2 बजे होला लगभग 4 बजेतिर पुगिन्छ अनि आजको बासो त्यही हुन्छ है अब भोलि भेट्नु लागि गाइस केक दिइसक्यो लुगा त्यही गरेर त आयो अरे भिडियो मेरो खुट्टा नै झरे कति ठुलो भएको रमाइलो भइरहेछ गाइस घोडा चलाएको कि गाडी चलाएको
गाइस हामी फाइनल्ली आइसकेका छौँ। यो पुल होइन, लामै रहेछ यो पुल। गाइस हामी चाहिँ यो सिक्लेस आउने के भन्छ थाप्रे हो कि के हो अगाडि होइन, ठ्याक्कै एउटा पुल छ। त्यसमा चाहिँ हामी यसो खाजा खान लाग्यो है गाइस। बाटोमा त खासै होटल छैन है, यस्तै हो अब आफै ल्याउने आफै माइजुन डराएको है डराएको जस्तो देखिन्छ कि ल सबैको खिच्ने आयो यसरी हल्लिँदै आऊ न पिङ हल्ले जस्तो देखिन्छ। परि घाँसमा नटेकाए अनि यस्तो झाडा पनि घाँसमा लगाए। फाइनल्ली हामी चाहिँ फर्स्ट भयो तिमीहरूले यहाँ हेर्न त्यसो भए मैले पनि त्यही भन्छ भनेर यहाँ सिनहरू लयो सिनहरू हेर्न पाएन तिमीहरूले लयो। हजुर बाजे यता सिक्लेस कति टाइम लाग्छ अझ सिक्लेस पुग्नलाई? हजुर बाइकमा जाने 1 घन्टा जति लाग्छ। अझ 1 घन्टा टाढो छ नि। सिक्लेस यता नि हेलो गाइस, ल फाइनल्ली हामी सिक्लेस आइसकेका छौँ है। यो मेरो पछाडि भएको गाउँ चाहिँ सिक्लेस हो। अब हामी चाहिँ यो गेटमा आइसकेका छौँ। अब एकछिनमा हामी कुन होटेल जाने भन्ने कुरा चाहिँ हामी त्यहाँ गएर डिसिजन गर्छौँ है। ल अब त्यहाँ भेटौँ ल है गाइस। सिक्लेस गाउँमा आइपुग्यो। मेरोमा यहाँ के भन्नु हामी आज सिक्लेस आइसकेका छौँ। हजुर अनि हामी एकदम खुसी छौँ। हजुर अनि होइन अनि अब भोलि हामी घुम्न जान्छौँ। भोलि भोलि त अनि आज जाने हो र आज गाउँ घुम्ने भोलि
भ्यू हेर्ने अनि फर्किने खाना खाएर त्यही भन्न चाहन्छु अब पछि भयो ल अझै यता बस्नु त यो भ्यू वाउ भ्यू यो यसमा फेरि जुत्ता राख्ने त नि के प्लास्टिक आइगयो एक बोतल पानी ल ल ल टाक्कै भाइ रहेछ छन् ढ्याममा बा बज्जीको भाइ नै त अन्त गाइड ल अब हामी होटलतिर इको ग्रिन होइन इको ग्रिन अनि यो डाँडामा के भन्नु है ल गाइस हामी चाहिँ होटलतिर जाँदैछौँ हाम्रो गुरु भाषामा चाहिँ नि पोलो भन्छ है सानो छैन हामी कति वर्ष भयो नानी ठुलै रहेछ पिच भन्छ यसलाई हामीले सुनेको पनि छैन जुत्ता खेलेको हामीले यस्तो खेल्दै खेल्दैन हामीले This is my room. के हो सबै एउटै खालको कोठामा अट्छ जस्तो छ यहाँ हट एन्ड लेमन छ मम्मीहरूले ल्याएको यो होला कि यहाँ अचारी छ यो चाहिँ भोलि जाने बेलामा बच्चाहरूलाई चाहिन्छ नि त त्यही भनेर यो राखेको मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको एनिभर्सरीको गीत खै त भएन अर्को लाउने अर्को लाउँछ मेरो त भ्यायो है कान्छ बर्बाद भयो यादमा तिम्रो फेरि
कोही छैन हामी मात्र भए जस्तो छ यो टोलैभरिको टुरिस्टै हामी भएछ आजको यो रात फेरि मलाई रहरले बिमा जायो कल्पनाहरू मेरो आँखाभरि जुन केरी बनी छायो यो मिठो रात एउटै
बसिँदै भए हुन्थ्यो बिहानी आउनु अघि हावाको लहरसँगै उडिरहन मन पनि तिम्रो त्यो बासना मनमै चल्यो रे तिम्रो त्यो बोलीमा मगन भएर तिम्रो गाडी फुलर पनि छमछम छमछम नाच्यो रे ओ तिमी आइयो धरतीलाई रङ्गायो रे घरबाट सुन्दा तिम्रो त्यो बोली मुटुमै लागेर मन रमायो रे घरबाट सुन्दा तिम्रो त्यो बोली मुटुमै लागेर मन रमायो रे तिम्रो त्यो बोलीमा लड्नमा भएर यो रङ्गिनी जिन्दगीमा कहिले पनि छायो रे ओ कल्पनामा फुले झै लाग्यो नि यो मन तिम्रै संसारमा डुब्न मन पनि मेरा सारा खुसी गरे तिम्रै निम्ति हावाको लहरसँगै उडिरहन मन पनि तिम्रो त्यो बासना मनमै चल्यो रे तिम्रो त्यो बोलीमा मगन भएर बाख्रैसित खानु म अझैसम्म खान्छु त खानु यहाँ म लिन्छु आँखा खै अहिले गाह्रो बनाइदिनु मान्छे लिन्छु बेटारी न बाबु यो लिँदै खिच्दै जाऊ मुक्दैन गुड मर्निङ गाइस अब ब्रेकफास्टको तयारी भन्छ अन्डा दिनुहोस् क्या मेरो उहाँ आएपछि म त छैन खाजा ल फर्किने बाटो
पाकमा पुग्दैछौँ है ल हाई गर आएर हाई गर ल दामी आछ पानी लिएर आउनु है मम्मी तपाईँ खै त डेडी कहाँ पुग्यो त खै आज मिति 2082 साल 2 महिना 26 गते हाम्रो एनिभर्सरीमा जहिले हामीलाई सिक्लेस घुमाउन ल्याएकोमा धेरै धेरै धन्यवाद। स्वर्ग जस्तो ठाउँ रहेछ, सबैजना घुम्न आउनु होला। हामीलाई त एकदम रमाइलो लाग्यो, तपाईहरु पनि रमाइलो मान्नुहुन्छ। स्विजरल्यान्ड भन्दा नेपाल केही कम छैन, त्यही भएर सबैजना सिक्लेस घुम्न आउनु होला। धन्यवाद धन्यवाद।
सिक्लेस चाहिँ डुल्ने छ है डुलेर आएर नुन र लस्सी राखेर कस्तो कटनको कपडामा नुन पोको पारेर लस्सी दिएर खाना खाँदैछौँ अब खाना खाएर एकछिनमा हामी पोखरातिर लाग्नुपर्छ बहिनीहरूको ट्रेक कहाँ छ रास्ता जानु होला है राम्रोसँग आउनु भइहाल्यो थ्याङ्क यू बाई बाई बहिनीहरू शुभ यात्रा राम्रोसँग जानु खाना खानु लगायत आज अब हामी हिजोको रात यहाँ बस्यो है अब हामी खानासाना खाइयो अब निस्किने हो अब यो एकछिन सिक्लेस गाउँ घुमिन्छ त्यसपछि चाहिँ हामी घरतिर लागिन्छ है रेडी रेडी एकदम रमाइलो भयो है सिक्लेसको यादगार र स्मरण याद आ रहा है एकदम रमाइलो ठाउँ रहेछ है सबैजना आउनु होला लगायत अब हामी हिँड्ने बेला भयो है ल हाम्रो यहाँ भाइले चाहिँ एकदम यो ग्रिन टीको उसमा चाहिँ एकदम मिलाएर गरिदिनुहुन्छ है कोही आउनु छ भने यसो आइदिनु होला ल भाइ के छ यस्तो यस्तो के भन्नु भने भन्नु है के भन्नु यहाँ आइदिनु भएको दाइलाई धेरै धेरै धन्यवाद र तपाईँको साथीहरू फ्यामिलीहरूलाई नै रिकमेन्ड गरिदिनु होला होइन हामीले चाहिँ कसैलाई पनि चित्त दुखाउने छैन हो भाइले चाहिँ हाम्रो मन चाहिँ जित्यो है एकदम ठिक छ है यो भाइ चाहिँ यो भाडा माल्ने मान्छे चाहिँ एकदम घमाइ छ हो भाडा माल्ने मान्छे हेर्दा हेर्नु त ओ भाडा माल्ने मान्छे अघि मलाई त्यही भनेको म भाडा माल्ने मान्छे हो भन्छ मैले नि कहाँ त्यतिको भन्छु त हेर्दै हेरेन त ल गयो नहेरे पनि गयो हेर हेर्नु त यहाँ आएन क्या युट्युबमा ए तरिका ल तपाईँलाई धन्यवाद है धेरै धेरै धन्यवाद बोलेको मेमोरी भ्लगमा आउँछ यो ल लगायत हामी चाहिँ अब फर्किँदैछौँ ल डेढलाई कस्तो लाग्यो सिक्लेस रमाइलो एकदम रमाइलो भयो सबैजना आउनु होला ल मैयालाई कस्तो लाग्यो सिक्लेसको बसाइ कस्तो भयो राम्रो भयो राम्रो लाग्यो कस्तो भयो अझैलाई कस्तो भयो कस्तो लाग्यो अझै राम्रो लाग्यो एकदम खुसी लाग्छ रमाइलो लाग्छ एकदम रमाइलो भयो एकदम खुसी ल हुन्छ है भाइले चाहिँ यसो गाउँ चाहिँ डुलाइदिनुहुन्छ हामीलाई रमाइलो भइरहेछ हामीलाई होइन अब घरतिर लाग्ने हो सिक्लेसको बसाइ चाहिँ एकदम राम्रो भयो एक रातको जस्ट मेमोरेबल भयो रमाइलो भइरहेछ Oh my god! होइन ठिक छ
योभन्दा उता सक्दैन मान्छेहरूले योभन्दा उता हान्न सकेन होइन यहीँसम्म आउँछ हो त नि यो नाचको त्यहाँसम्म हान्छ नाचको सेलाको के घाँटी नाचले यस्तो जय सब जय एउटा फोटो खिचिदिनु यो घर आउने गर्छ यार काट्नु होइन बिस्तारै आऊ है मेरो नामै पाउ गाई खाने मलाई गाई भनिहाल्नु ल गाई घामलाई चाहिँ उहाँले अब यहाँसम्म ल्याउनु भयो लास्टमा दाई रहेछ है ल राम्रोसँग बस्नु है है ल ल घरतिर लाग्दै है कति पनि हेर्नुहोस् त कति पनि हेर्नुहोस् 全然嚟跟緊，所以得都試弄你啲嘅事。喂，你那三几点嘛？喂，你那。 Ini
छैन ओ रमचन्द है काम पाएको कति पैसा दिने हामीलाई हाले दिन्छ अहिले गाडीको चाहिँ मर्मत हुँदैछ आफ्नै नै पाला आउँछ नि अर्कालाई कसरी भिजा थियो यो गाडी सफा गर्ने मान्छे यो गाडी चाहिँ यहाँ सफाउँदैछ अन्त बाउ अब उताको साइड के गर्छु एक राउन्ड फेरि घुमाउने भयो म टल्क्यो नि त टल्क्यो ओ फाइनल्ली गाइस हामी आइसकेका छौँ घर होइन एकदम थकित भइरहेको छौँ अब यो सामानलाई हामी एकछिन अब रेस्ट गर्ने है गाइस ल आजलाई गुड नाइट भन्नु पर्यो गुड नाइट